गायिका अस्मिता अधिकारीले लगाइन् गायक महेश काफ्लेको नामको मेहन्दी। यस्तो छ विवाहको तयारी। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी वैवाहिक बन्धनमा बाँधिने भएका छन्। असारमा उनीहरूले दुबईको बुर्ज खलिफाको सामुन्ने पुगेर इन्गेजमेन्ट गरेका थिए। काठमाडौँको एक रिसोर्टमा उनीहरूको भव्य विवाह समारोह आयोजना हुने बुझिएको छ। प्रेम चर्चालाई साकार तुल्याउँदै यी दुईले दुबई स्थित संसारको अग्लो टावर बुर्ज खलिफामा इन्गेजमेन्ट गरेका थिए। सामाजिक सञ्जाल मार्फत फोटो सेयर गर्दै उनीहरूले गायनसँगै जीवनको सहयात्रा सुरु गरेको बताएका थिए। अन्तत विवाहको तयारी गर्दै महेश र अस्मिताले हल्दी तथा मेहन्दी समारोह समेत गरिसकेका छन्। यी दुईले बिहिबार मात्रै धुमधामसँग लगन गाँठो कस्दैछन्। महेश र अस्मिताले केही गीतमा सहकार्य समेत गरेका छन्। कतिपय कन्सर्टमा एकसाथ प्रस्तुति पनि दिएका छन्। अस्मिता र महेश अहिले रुचाइएका संगीतकर्मी मध्ये पर्छन्।